नेपालका किराँत समुदायभित्रका विभिन्न जातिहरूले मनाउने प्रसिद्ध पर्व उभौली पर्व, जसको अर्को नाम साकेला पर्व पनि हो। उभौली पर्वलाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रूपमा एक सातासम्म मनाउने गरिन्छ। बाली नाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतीहरूले उभौली भन्दछन् भने बाली तयार भएपछि बाली घर भित्र्याइने यामलाई उधौली भन्ने गर्दछन्। यी दुवै याममा किराँत समुदायले प्रकृतिको पूजाआजा गरी यी पर्वहरू मनाउने गर्दछन्। किराँत समुदायको चाम्लिङ, सुनवार, बान्तवा, लिम्बू, याक्खा लगायतका जातिहरूको यो पर्व पहिलो दिन सबैले आफ्नो घर आँगन लिपपोत गरेर शुद्ध बनाउने गर्दछन् र सबभन्दा महत्त्वपूर्ण पूजाका रूपमा आफ्ना पुर्खाहरूले मानिआएको 3 चुलाको विधिपूर्वक पूजाआजा गर्ने गर्दछन्। हाम्रो यतिखेर चाहिँ भूमिपुत्र किराँतीहरूले चाहिँ खाले